सुनसान छ यहाँनिर एउटा बाघ आइदिएर मलाई घब्लाक्क पारिदियो भन्दा हैन सो त्यही हो म घर नगएको पनि आज 2-4 दिन भइसक्यो घर पनि गएको छैन म सो हेलो एभ्रीवन वेलकम ब्याक टु माई न्यू एनदर भ्लग सो अहिले चाहिँ देख्न सक्नुहुन्छ म चाहिँ यहाँनिर झाडीभित्र छु झाडीभित्र के गर्दैछु भने चाहिँ म ठोस्नी खोजिरहेको छु आज पनि यहाँनिर देख्न सक्नुहुन्छ ए बब्बाल ठोस्नीहरू छ यहाँनिर टक्क लाएर हैन सो ठोस्नी खोज्न त्यति साह्रो सजिलो पनि छैन हुन त फ्रीमै पाइने चिज हो हैन तर यसलाई पाउनको लागि चाहिँ धेरै दुःख गर्नुपर्छ यस्ता झाडीहरूभित्र चाहिँ हिँड्नुपर्ने हुन्छ हैन सो टक्क लाएर अलिकति त्यहाँनिर मैले कलेक्सन गरिसकेँ त्यहाँनिर देख्न सक्छु सबै हेरौँ आज कति कलेक्सन हुन्छ है त ल पुरै यस्तो झाडीभित्र हिँड्नुपर्छ हैन धेरै गाह्रो हुन्छ के सो यो अलिकति अर्डर थियो हैन एकजना दिदीले ल्याइदिनु भन्नुभएको थियो सो त्यही भएर मात्र म यो जङ्गलभित्र यसरी खोजिरहेको हैन नत्र म यो खोज्ने नै थिएन के एकदमै गाह्रो हुन्छ धेरै गाह्रो हुन्छ के सो यो कपाल सपाल लुस्ने हैन आँखातिर घोज्ने यस्तो झाडी छ हेर्नु त यस्तो झाडीमा यसरी खोज्नुपर्छ हैन फेरि सुनसान छ यहाँनिर एउटा बाघ आइदिएर मलाई घब्लाक्क पारिदियो भन्दा हैन जब 5-10 रुपियाँको लोभले हैन यतिको जब कति नै आउला र यसको आउला नि जब त्यही हो 200 जति त आउला नि हैन जब 200 को लोभमा मेरो ज्यानै गयो भने भोलि को जिम्मेवारी हुन्छ त हैन सब यस्तो काम नगरौँ हैन सब म फर्केर जानुपर्ने हुन्छ माथि बारीको छेउछाउमा अलिअलि भए त भाँच्छु नभए यति मात्र लगिदिन्छु भोलिको लागि त्यो दिदीलाई पुगिहाल्छ सो अहिले चाहिँ म स्ट्रबेरी टिपिरहेको छु हैन यहाँनिर देख्न सक्नुहुन्छ स्ट्रबेरी एकदमै सानो सानो फल्छ अहिले चाहिँ है सो टिप्ने धेरै नै टाइम लाग्छ के अब नकुहेको मात्र टिप्ने हो यस्तो पनि लगेर के काम भने फेरि भोलि सबै बिग्रिहाल्छ यार सबैलाई टिपेर त्यसपछि ग्रेडिङ गरेर लगेर बेच्नुपर्ने हुन्छ हैन सो धेरै नै गाह्रो छ नि हिजो चाहिँ म एकदमै घाटा भए है किनभने चाहिँ सबै कुहेर फाले के बेच्नै पाएन एक सुको बेच्न पाएन सो धेरै नै घाटा भयो हिजो चाहिँ म पुरै झमक्कै रात भइसक्यो हैन सो ट्याक्क देख्न सक्नुहुन्छ 3-3वटा क्रिएटमा स्ट्रबेरी बोकेर लाग्दिरहेको छु म चाहिँ अब सो यसलाई चाहिँ तल बजारसम्म पुर्याइराख्नु पर्ने हुन्छ हैन सो अनि टक्क लाएर अहिले गाडीमा बिग्रियो के गाडीमा हालिराख्ने हो सो त्यसपछि भोलि बिहान सजिलो हुन्छ एकदम ठिक छ यस्तै हो व्यापार स्यापार गर्दै बाँदर आउँछ नि फेरि यो टाइममा ए त्यो त ऊ माथितिर हो सबभन्दा माथि किलो कसरी 80 छानेर हाल्न मिल्दैन हामीले मिल्छ अब अहिले यो सिजन नभएको यस्तै हुन्छ अरे अनि अहिले चाहिँ कताबाट आउनुपर्ने खाजा पनि यही खाने हो खानु त पर्यो नि हामी शनिबार उतै आउनु मैले त्यहाँबाट कति लिएर आएँ नि के अरे तिमीलाई चिन्छ भनेर सोधेको चिन्छ मेरै भतिज हो कि भान्जा हो यस्तै के भनिरहन्छ लानु न लानु चोलो हाल्नु न पैसा पर्दैन त्यसको हुन्छ कि सुरुमा सबैलाई रार लाग्छ त्यसपछि बिचतिर पुगेपछि सबैलाई त्यस्तो लाग्छ केही नै भ्युज चाहिँ जाँदैन मलाई च्याउ लाग्यो फेरि नबनाएपछि त्यो गएको जुन आएको थियो नि भ्युजहरू सबै घट्छ फेरि लग अब पर्सि ल आजकल त भ्याउँदैन के कामले गर्दा एडिट गर्नै भ्याउँदैन टाइम त आफ्नो त राम्रो भएर देख्थ्यो कि मैले ल बिस्तारै जानु ए ल बाई आजकल चाहिँ धेरै दिन भइसक्यो होइन व्यापार स्यापारहरू चाहिँ अलिक ठप्प जस्तै नै छ खासै व्यापार स्यापार पनि भएको छैन है सो यस्तै नै हो टाइम पास मात्रै भइरहेछ एउटा कुरा भन्न लागिरहेको थिएँ मैले
सो हिजो चाहिँ हाम्रोमा उर्मिला माइच्याङ भ्लग पनि आउनु भएको थियो होइन। सो धेरै दिन अगाडिदेखि सोचिरहेको थिएँ एउटा मिटअप राखौँ भनेर। सो कामले गर्दाखेरि चाहिँ भ्याइरहेको थिएन होइन। तर हिजो चाहिँ उहाँ स्ट्रबेरी पनि खाने भनेर चाहिँ यतै आउनु भएको रहेछ। सो खासै मिटअप चाहिँ त्यस्तो राम्रो भएन होइन, किनभने म काम गरिरहेको ठाउँमै आउनु भएछ नि त। सो त्यसको लागि चाहिँ सरी भन्न चाहन्छु, किनभने चाहिँ राम्रो खालको मिटअप चाहिँ राख्न पाएन होइन। सो यस्तै नै हो, अब काम गर्नु नै परिहाल्यो होइन। सो कामले फुर्सद पनि पाएको थिएन, काममा यति धेरै बिजी थियो कि म त खाजा साजा चियाको लागि पनि सोध्नै बिर्सेँ। सो त्यसको लागि सरी भन्न चाहन्छु, सरी माफ गरिदिनु होला होइन, किनभने चाहिँ एकदमै धेरै बिजी थियो नि त हिजो चाहिँ काममा। सो आज चाहिँ छैन कि ठप्पै छ, पुरै ठप्पै। सो अनि मेरो चाहिँ तिनवटावाला एक्सिडेन्ट भएको थियो अस्ति होइन। सो यहाँनिर देख्नुहुन्छ नि चोटहरू। चोट लागेको छ, चोट। अनि यस्तै हो। स्कुटी पनि अलिकति अगाडि स्क्र्याचहरू भएको छ होइन, अलिअलि तोडफोड भएको छ। सो किनभने स्कुटीलाई भन्दा पनि बढी क्षति चाहिँ मलाई भएको छ। मैले स्कुटी जोगाउँछु भनेर चाहिँ पुरा आफ्नो उसले चाहिँ छेक्यो नि त, किनभने मेरो आफ्नो होइन, आफ्नो नभएपछि अरूको सामान जोगाउनु पर्छ नि त। सो त्यही सोचले चाहिँ मैले जोगाएको थिएँ, तर अलिकति चाहिँ फुट्न गयो होइन। तर थोरै फुटे पनि खर्च चाहिँ धेरै लाग्दैछ बनाउनको लागि। आज 2-3 ठाउँमा धाएँ होइन। सो एकदमै महँगो भने सामानको चाहिँ। सो फेरि अहिले एक ठाउँमा सोधेको छु, अहिले 3-4 बजीतिर जानुपर्छ होला सायद बनाउन। सो अब अस्ति बाबालाई एक्सिडेन्ट भइहाल्यो होइन। एक्सिडेन्टको चाहिँ यहाँनिर देख्न सक्नुहुन्छ, हात साथ सबै मर्केको छ। यहाँनिर यस्तो चोटहरू भएको छ। अनि सो देखाउनै नमिल्ने ठाउँहरू पनि चोटहरू लागिरहेको छ। सो अब आफ्नो उपचार आफैले गर, त्यसपछि अर्काको स्कुटी बनाउनु पऱ्यो होइन। अब स्कुटी बनाउन लागि त्यो पार्टहरू खोजेर हिँडिरहेको छु। र खासै त्यस्तो भएको त केही पनि होइन, नर्मलै हो। भए पनि अब बनाइदिनु त परिहाल्यो अर्काको, त्यही भएर हिँडिरहेको छु। अघिदेखि खोजिरहेको छु होइन, तर पार्टहरू कहीँ पनि भेटाएको छैन। सो यस्तै नै हो। कहाँ चाहिँ पाउँछ त यहाँ, बर्बाद भयो त पढाउ। मलाई कहाँ पाउँछ त्यो त नपर्ने रहेछ जस्तो लाग्यो मलाई। त्यसले त्यस्तो जबरजस्ती पनि गर्नु हुँदैन। सो फाइनली बल्ल भेटाएँ किनभने चाहिँ यहाँ नजिकै बल्ल भेटाएँ। सो अब यो फेरिदिनु पर्ने। सो टक्क लगाएर यो फेरिदिन्छु अब। सो यहीँ रहेछ, मलाई लोकेसनले गोल घुमाई गर्दै। फाइनली मैले चाहिँ एप्रिलाको सोरुम चाहिँ भेटाएँ होइन, सर्भिसिङ सेन्टर पनि भेटाएँ। खासमा यो चाहिँ यहीँ रहेछ बालाजु औद्योगिक क्षेत्रभित्र। सो हिजो चाहिँ नभेटेर गोल घुमिरह्यो। अनि अहिले पनि त लोकेसनले चाहिँ गुगल म्यापले चाहिँ मलाई गोल घुमायो होइन। पछि सोध्दै आउँदाखेरि यहीँ रहेछ। सो त्यहाँनिर स्कुटी बनाउन दिएको छु। सो त्यो स्कुटीको चाहिँ अगाडिको कभरको ब्याक इनर भन्दो रहेछ त्यसलाई, त्यो चाहिँ फुट्या छ कि। सो धेरै त फुटेको होइन, तर फुट्यो होइन। अनि फेरिदिनुपर्छ भनेर चाहिँ अर्काको सामान फेरिदिनु परिहाल्यो है। अनि त्यही फेरिदिन आइरहेको छु। सो आजकल चाहिँ 3-4 दिन भयो मेरो लाइफमा चाहिँ एकदमै नराम्रो घटनाहरू मात्रै घटिरहेछ। सो व्यापारहरू पनि चौपट हुनु, व्यापार झन् अहिले सुक्को दाम छैन, स्ट्रबेरीहरू सबै कुहिएर फालिराख्नु परिरहेछ। सो मेरो मात्र हो फेरि त्यस्तो भएको होइन, अरूको सबैको राम्रो भइरहेछ। इनफ्याक्ट मैसँग बस्ने मेरो साथीको काकाको चाहिँ उसको चाहिँ जान्छ होइन, मेरो चाहिँ जति सस्तो गरे पनि गएको छैन क्या। सो के भइरहेछ मलाई आफूलाई पनि थाहा छैन होइन। त्यो व्यापारहरू पनि चौपट भइरहेछ। सो त्यसैमाथि साथीहरूसँग पनि झगडा जस्तो भइरहेछ, घरमा पनि झगडा भइरहेछ होइन। सो त्यसैमाथि एक्सिडेन्ट भएर यसरी हातहरू तोडफोड हुनु है। शरीरको विभिन्न भागहरूमा दुखिरहेछ, एकदमै गाह्रो भइरहेछ होइन। सो कसलाई गएर के भने, कोसँग गएर कस्तो खालको गुनासो पोख्ने भन्ने कुरा नै सोच्न सकिरहेको छैन मस्तिष्कले है। सो त्यही हो, म घर नगएको पनि आज 2-4 दिन भइसक्यो, घर पनि गएको छैन म। यो हातले बाइक पनि चलाउन मिलिरहेको छैन होइन, जबरजस्ती चलाउँदै हिँडिरहेको छु। अब उसको स्कुटी त मान्छेको बनाइदिनु पऱ्यो, एनी हाउ होइन, जसरी हुन्छ बनाइदिनु पऱ्यो। सो त्यही भएर चाहिँ म जबरजस्ती चलाएर हिँडिरहेको छु। फेरि आज गाउँ जसरी नै जानुपर्छ होइन, जसरी नै आउनुपर्छ भनिरहेछ। सो गाउँ पनि गएर आउनुपर्ने हुन्छ एकलट। अनि त्यही हो, सक्दैन, पछाडिको ब्रेक पुरै
पछाडिको ब्रेक लास्टै जान्छ हो अहिले ऊ आफै आउँछ बनाउन अहिले कि ऊ आफै आउँछ नभए उसले खर्च दियो भने म आफै बनाउन आइदिन्छु अहिलेको लागि चाहिँ मलाई हतार छ त्यो गरिन् है अब यस्तै हो यी साथीहरू सबै गइसक्यो रुमको हालत यस्तो छ होइन सो यो रुम सुम सफा गर्दा यताउति गर्दाखेरि चाहिँ आज मलाई धेरै नै टाइम लाग्नेछ सुत्नको लागि होइन सो अहिले नै टाइम हेर्नु पर्दाखेरि सो 9 त बज्न लागिसकेको छ अलरेडी सो रुमको हालत यस्तो छ यो रुम पुरै सफा गर्नु परिहाल्यो होइन सो यहाँनिर मटर कोसाहरू सबै यसरी खनाएर राखिदिएको छ सो योहरू सबै उठाउँदाखेरि त 10-11 नै बज्छ होला सायद होइन सो अब क्लियर त गर्नु परिहाल्यो यहाँनिर फेरि थोरै जाम पनि ट्राई गरिरहेको छु मैले जाम बनाउनुतिर पनि सो अब यस्तै हो यिनीहरू चाहिँ सबैजना गइसक्यो यो रुम सुम सफा गरेर यताउति गर्दाखेरि त मलाई 10-11 नै बजिहाल्छ सुत्नको लागि होइन फेरि भोलि बिहान चाहिँ 3 बजे उठ्नुपर्ने हुन्छ 3 बजे नै यहाँ माथि स्ट्रबेरी आइपुग्छ आज भोलि सो यस्तै हो कुकुरलाई काम पनि छैन फुर्सद पनि छैन भने जस्तै भइरहेछ यो हेर्नु यहाँ प्लेटहरू सबै मिलाएर राखिसकेँ मैले यहाँनिर सो टक्क लगाएर सो अनि यहाँ स्ट्रबेरी बिग्रियो भनेर फ्यान चलाएर राखिरहेको छु यहाँ सो अब यस्तै हो गाह्रो छ मलाई चाहिँ सुत्ने अलिकति पनि टाइम पाउँदैन सायद उनीहरूले चाहिँ दुई निन्द्रा चाहिँ सुतिसक्यो होला होइन गाह्रो छ मलाई के गरौँ